काठमाडौँको हाडी गाउँमा आज गहना खोज्ने जात्रा सम्पन्न भएको छ। 15 दिनसम्म चल्ने यो जात्रा काठमाडौँको ऐतिहासिक परम्परा समेत हो। पन्ध्र दिने जात्राको आज मुख्य दिन हो। यो जात्रा राजा मानदेवको पालादेखि चल्दै आएको मानिन्छ। तत्कालीन समयमा टुँडाल देवीको पोखरीमा गहना हराएको थियो भन्ने मान्यता छ। यो पोखरीलाई गहना पोखरीको रूपमा चिनिन्छ। टुँडाल देवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको मान्यता छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र 3 पटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।